ल माउला घर आइपुग्यो त होइन कान्छा माउला घरको यस्तो रहेछ बाजे चाहिँ पर छ आपा आउनु न चुकुल लाएर उहाँ काठमाडौँदेखि नै खोकेको अरे आपा चाहिँ अलिअलि पनि निकै भएको छैन ल बस्नु म झिक्छु बुढो सबै बसेर यहाँ कसैले चाहिँ हुन्छ हुन्छ जाडो त लिएर आऊ यो दिउ त के भारी बोकिरहेको त्यो खाएर झन् खोकेको होला भनेर त्यो डाबर त्यतिकै दुध खाएर त मही खान्छ चिसो खानुहुन्छ अनि झन् खोके चिसो हाम्रोतिर के यस्तै मम्मी चिसो लागिहाल्छ खोइ म खाएको ऊ हेरौँ मेरो यस्तो भएको छ मम्मी आधी खोलेर फालेको अब चाहिँ त्यस्तो हुन्न हजुर अब चाहिँ हुन्न कि यहाँ आउनुहोस् के खाने यो माथि एक बदल छ है यो चाहिँ उसले मम्मीले लगाइदिनु भएको कोदोको प्योर रङ जतिकै छ रिना कामालाई एक बदल रिना कामालाई बिहा मिलेको छु बस्नुहोस् हामी माउला आइपुगेको यता हेर्नुहोस् हो ह्याप्पी हो केमा चढेको हामी भन्नुहोस् त के अटेर बस्नु हो अनि यो 100 यत्रो आउँछ अनि 100 ल्याङ्दो भइहाल्छ नि धेरै आउँदैन क्या यहाँ भन्दा त्यो एक माला हुन्छ मम्मी त्यो कति धेरै पुग्छ मसालालाई त हजुर यो सबै काजु बदाम छ यो चाहिँ टकेर बाउ मात्रै खानु मेनुकाहरू आयो भने काजु र बदाम भयो भने त काजु र त्यो खजुर बाहिरदेखि ल्याउनु होला जाने हजुर जाडोमा एउटा अहिले उनी ल्याइरहेको छ है बोलाएको यति खानु तपाईँले पर्खिनु एकै खालको ल्याइदिनु तपाईँ मलाई मम्मीलाई सुसेत हलाको हाकार आउको के छ यहाँ ए भरेको छ दुईजना छ विदेशको हामी यो काठमाडौँमा ओर्नुपर्ने यो यहाँ त काम छैन है यो बाउ र आमालाई एक कप्पल जोएर ल्याइदिनु भएको है यो घरि बाउ बस्तीको सेतो छैन त्यही भएर मैले गोल्डेन ल्याउनु अब आफाको अस्ति साइली लिएकै छ दुईपट्टि बान्नुहुन्थ्यो र यहाँ टी सर्ट छ रुईमा यसको बिचमा खै हाम्रो बाउलाई त्यो ठुलो हुन्छ र अर्को बाबुले हुन्छ यसको बिर्को खै त के को यहाँ छ यो राख्नुपर्छ यहाँ सबै यहाँ थुपारेर तपाईँ के खाने त भन्नुहोस् त अब माम खाने हो के खाने हो माम खाने होला यो नै भनेको म त बाउलाई सोच्छु हुन्छ यो बाउलाई यी बाबा बाहिरै भन्दै चाहिँ जोइने ए थुप्रो यो केसर यसपालि अब
छुट्टी नमिलेर म पनि छुट्टी त मिल्थ्यो होला हेर्नु यत्रो म फेरि त्यो सेलरी अलिकति कम्पनीसँग बढाउने दाउमा 2-3 महिना ढिलो भयो अब तर भयो काम चाहिँ भयो अनि 1 वर्षमै पाएको छुट्टी चाहिँ अब सेलरीको लागि भए पनि अब किन छुट्टी कुदिहाल्नु त भनेर उता बसेर अलिकति मिलायो बाबा छोराहरूलाई ल्याइदिएको हुन्छ कि हुँदैन हुन्छ त्यस्तोको बारी कत्रो यो यो मेनुका लागि पर्फिम खै ऊ यसको ऊ चाहिँ प्लास्टिक चाहिँ एउटा कता लग्यो प्लास्टिक देऊ त ममा यो रिनाका आमालाई बाहिरै गरिदिएको हो 2टा लिएको थियो मैले एउटा ल्याइदिएको के ल्याइदिन्छु ल्याइदिनु यो बोजू र ज्वाइँलाई त्यही मन बाजेर ज्वाइँलाई दिएर त्यसो आपत्ति जस्तो छाने त्यति हो लुगा पनि हाम्रो नबोकेको धेरै होला यो झोले ठुलो छ सकियो तिम्रो कसैले ल ज्वाइँ र ससुराको गफ यता चाहिँ खरबुजा म त कतिमा आयो हौ 18-19 महिनामा आयो होला ल के हो आमाले बिचारा लोकल कुखुरा पकाएर सुप अलिक लाउनु न हौ सुपै खानुपर्छ लाउनु अलिक लाउनु न के को पगी मिठो हुन्छ नि के गर्नु केजी तति लाउनु भयो सबै होइन यहाँ छेउमा राखिराखौँ न बिहानको भ्यू माइत गाउँको यो टेम्के डाँडा ताभन्जिङ घामको प्रकाशले राम्रो देखिएन सेल्मे डाँडा टेम्के र सेल्मे टेम्के र सेल्मेको बिचमा पर्छ मेरो माइत घर चाहिँ जन्मघर चाहिँ आमाको फुल हजुर बनाएको भिडियो हेलो कान्छा कहाँ छौ तिमी हजुर हो सफा चाहिँ हुन्छ है यसरी सफा खायो खसी सफा रसिलो चाहिँ हुन्छ त्यही कसैलाई चाहिँ चित्त बुझ्दैन नि नडराई कुखुरा जस्तै त हो नि होइन कुखुरा त्यो नडराएको हामीले कस्तो खानु हुन्छ नि चखिलो हुन्छ सुप है तर असर गरिराखेको हुन्छ भित्री चाहिँ रहेछ क्या पुसै पानी पुग्दैन कि क्या हो आपा पुग्छ तताउनु पर्छ फेरि पानी त है यसरी पो सरेर राम्रो हुने रहेछ त सफा अरूले पनि पास रहेछ त सुँगुर बनाउनु
लास्टमा चाहिँ पोल्नुपर्छ फेरि अनि पखाल्ने होला है अनि बेसार लाउने कस्तो राम्रो भ्यू आउने रहेछ हौ। पानी ठुलो पढौँ न अनि भल्ल Look, wait. Hello? उसे हात काट्छ सुँगुर काट्दै गरेको भिडियो अलिक भाडा हात पर्ने है चारले गर्नु बिरालोहरू खेदाउने बेला
मासुको गन्ध पारेर खराएको बिरालोहरूलाई पनि दिनु हुँदैन हो सिसीमा पनि यो निकाल खाँदै निकाल तपाईँहरूको उँभो अचाना कता छ अचानाहरू यता त 11 बजी यो चाहिँ भुटेर खाने मासु सुँगुर काट्नेहरूले यो चाहिँ सुँगुर काट्ने दाजुहरूलाई भाइहरूलाई बोजूहरूलाई सबैजनालाई बाँड्ने मासु सुँगुर बनाउने जति सबैलाई कान्छुले ल्याउ त यता यता ल्याउ न CAT क्याट हो के हो यो के भएछ यसको आँखा चाहिँ घाउ भएको अरे के भएर हो ए यता ल्याउ यता ल्याउ न बिरालोको आँखा निकाल्नु यता ल्याउ त सानो आमा कति सुहाएको बिरालो बोक्दा कान्छुले त कुकुर र बिरालो चाहिँ खुब मन पराउने माया गरेर कोतार्छ तर सुबानी रहेछ यो यता ल्याउ न लो 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 अब तेर्सेर त मिसन कि रिसन हो कान्छा हो आउनुहोस् उठेर अहिले त उही दाजुले दलदल पऱ्यो कति चिसो हुँदैछ नगर्नु न हौ है के भन्छौ है टाउको कत्रो कत्रो भाइहरू जान्छ त अब हामी त भोलि अब निस्किँदैछ म अहिले निस्किन्छु यसको झोला लिएर केकोसँगै होइन यहाँ मन पर्छ खाना यहाँ बनाउनु म अहिले झोला नानीहरूको कपडा छोडिन्छ खाना पाएन तरकारी लो हिँड मेनका ल हिँड्दै गरौँ मेनका हामी
अब कान्छी लिएर जान्छ कान्छी त्यो नगएर आफ्नो लाग्छ नबोकेन गोजीमा कम्ती साह्रो पेट दुखेन हौ। आऊ अभि आउँछ न आऊ छिटो हिँड लुगा लुगा हेर न लुगा लुगा के बनाएको लुगा हामी गएर आउँछौँ है आपा आमामा लुगा सेतो लुगा त कालै भएछ बाबाको त पछाडि त कामै छैन रहेछ है यो उको त लुगाको त ल्याएर जाउँ ल के गर्नु छोटो छोटो समय भेटिन्छ अब पछि झर्ने होला नि त काठमाडौँ पढाउनु त्यतिखेर चाहिँ अब सँगै भइन्छ घर लाग्यो अब बाई बाई टाटा हो हिँड ल हिँड ल हिँड फोटो त खिच्ने भन्यो कसले खिच्दिने अब म पढेको स्कुलै कान्छ आउनु हाम्रो ज्वाइँ पनि आइपुग्नु भएछ ल हिँड्नुहोस् उकालोमा त उसले पक्रिनै सक्दैन नि अङ्कलले बाइकमा जाने भने बाबाले के भन्नुभयो अरे तिप्पा कता लाग्नुभयो तिप्पा म यता यो किरात चोक किरात चोक ए हाम्रो राईको चोक के राईको चोक अनि राईको चोकमा एकपल्ट नपुगी हुँदैन साग अर्गानिक उकालो लाग्दै साँच्चै गफ गरेको होइन नि हाम्रो त्यो त मेरो आधी पात छ यत्रो त बाजेले निकाल्दै हुनुहुन्थ्यो चाहिँ जन्तरी बाजेले नानी बोक्नुभयो अनि मैले बोक्दिएको सबैले लगाएको छ अलिअलि तर यसपाला तोरी हिँड्नु भएको रहेछ बितेवार मलाई आउनु त मन थियो मैले भने भोटमा पर्दैन टिकटै पाइँदैन टिकट पाउनु पर्छ क्या टिकट मिलाउनु पर्यो आमाले थुतु गरिसकेको टिकट पायो भने पक्कै म पाउँछु टिकट है आपाले त गरेकै अब के गर्नु जिउ दुखेछ होला हामी कति त तातिरह्यो भने कति महिनाको भयो यो नानीहरू 1 वर्ष तर होइन ठिकै छ यतिको त सप्रेकै भन्नुपर्छ केटाकेटी सप्रेको नि एउटा यत्रो हुँदैन 1 वर्ष एउटा यत्रो हुँदैन अनि यसलाई मेनुकाला भनेको चिन्छस् के जेठा र कान्छा भनेको चिन्छु तिप्पा भन्थ्यो म त हेर्छु उस्तै उस्ता छ कुन हो को नि जेठा हेर्दा त राम्रो देखिन्छ दुईटा हुर्काउनेलाई चाहिँ गाह्रो बाबाले चाहिँ के पो नाम लगाइदियो बाबा आमाले राखेन मिसन र रिसन नै राखिदिएको ऊ तुप्पाले अभियानको बाउले
यहाँ छ लगालो ल ल है त ज्वाइँ भनेको मान्नु भएछ ल त जा है त तपाईँको सासू ससुरा बाबुआमाले भनेको मान्नु भएछ आउनु भयो यसमा नै हामी चाहिँ गौरव मान्यौँ होइन त्यसमा चाहिँ हामीले गौरव मान्यौँ होइन हो नि बाउ र आमाले भनेको कुरा मान्नु पनि पर्छ है कतिपय कुरा चाहिँ र अब नातिहरू बिमार नहोस् राम्रो भएर पुऱ्याउनु बिजी भएर यसको चाहिँ अब टाइम बितिसक्यो खरबुजा बोक्दैछ क्या फेरि आमामा बिजोक लाल यो झोला हजुर बोजू बोजू नमस्ते ल नानी कता लाग्नु हुँदैछ ए एकैछिन हिजो आएको एकैछिन हामी त हिँड्नको लागि ऊ तल आपारामा मेलोमा है गोरु जोतेर भर्खर थाकेर बिसाउनु भएको छ बाख्राखोर हजुर ए सुन्तला हौ म्याउ भन न अब सक्दैनौ सक्दैनौ म्याउ आपाले ल्याउनु भएको खसुर घाँस आज त चिल्लो ल्याउनु भएछ है बाजेले खसुर घाँस गोठलाई मर्मत गर्ने बेला भएको छ रहेछ नि हाम्रो बाजे र बोजूको अलिकति यहाँ कता हिँडेको आमै मकै लाउने सामान भेटिन ठाउँ मकै त भुटे टारबारीमा मेरी आमा लास्ट बनाउनु पर्यो खिच्नु पर्यो भिडियो अब भोलि त जाने घर आजसम्म मात्रै हो माइतमा आमाको लसुनबारी आमाको सागबारी खान्छु पान्चुले ने बनाना खाऊ लिक्ची राम्चेको काइली बहिनीको गाउँको बनाना केरा मेनका छेमाको घरको केरा है खाऊ ल खाऊ खाएर देखाइदेऊ त यहाँ खाऊ न ए हो गोरु बर्खे गोठ खोबु घर पहिले खोबु भन्थ्यौँ खोबु भुटिसके त्यहाँ भएको जति त्यही बार्ने अलिअलि धेरै लानु सकिँदैन हो भटमास एक घान भुटे आधी जति भुटे त्यहाँको काँचै लाने क्या आमा म त भटमास गोरु जोत्दै गरेको भिडियो बनाऊँ भनेको त फुकाइहालेछ थाहा पाले थला चाहिँ यहाँ यति राखेर उता सरेको भर्खर तोरी बारी त अनि आलु रोप्नेतिर तोरी रोप्नु भएछ त फल्छ क्या आलु त्यहाँ आलु लाउने होला टारमा यो 4 गरेर लाउने ए थकान बाबामा बिचारा के गर्नु र
बारी घारी यता कोपी लाउने तर सबै बारी के भएर यहाँमा भइसक्यो हो त बस्नु त कस्तो राम्रो फोटो आउँदो रहेछ डोको बोकिराखेको त उता साइड फर्किनु न उता हौ त्यस्तो यता हेर्नु ल ल वा ल काम नपाएर एकछिनमा आउनु हुने आपा चाहिँ बाजेसँग आउने हो तिमी ल बाजेसँग बसेर आऊ ल भुस्नाले टोकेर सुन्ने हो आम्मामा थुतु गर्नु सिमेहरू लाग्छ होला सिमसागी अनि सिमसागी मिठो हुन्थ्यो खाएछ भैँसीले खाएछ नखाने काउली खानुपर्छ आज काउली ल्याउनु भएको छ होइन आलुसँग मासु पनि छ त अनि बिहानको आमामा सुने न निदायो होला नि कति राम्रो भ्यू आएको कसले फोन गर हाम्रो आमालाई हेलो हेलो भने त्यहाँ जोबहादुरहरूले यहाँ बुढाबुढी पनि बिहान निस्किरहेको थियो कोपी छोडिरहेको छ 1 केजी तँलाई 1 केजी मलाई फुलकोपी बिमारी ऊ त्यहाँ आएर बोलाउँदा पनि बोल्दैनस् त फोन गर्दा पनि लाग्दैन अघि छोडिरहेको छ एक डोको बोकिन्थ्यो यहाँ छोडिरहेको छ भोलि बिहानतिर आइज भन्न न यहाँ के अहिले बस्ती लगिरहेको छ के गर्छ कि ल्याइदिन्छ त भन्छु म आकाश के ज्वरो आयो तँलाई घाम त के हो आज जाडो जाडो बाजेसँग आऊ न भनेको के बिरामी छ अरे नि लिना चाहिँ कान्छीले के हो तिम्रो खबर खबर घरि आउने घरि बस्ने बाजे अहिले पछि लाग्छ क्या आमा सानो खालको त अनि लाग्छ त नि लोकल उठेछ अहिले चाहिँ सित्ता सित्ता गरेर उडी धुइरहेको छ छोइन जाडो हुँदो रहेछ के अनि गुम्सिन्छ लिँदै जान्छ दुईवटा बोक्नु न भनेको मान्छे भए पो लुगा धेरै हुन्छ भनेर अहिले मैला भएपछि चाहिँ अब धुइरहेको छ भोलि पनि सुक्दैन कि के हो चिसै लगाएर हिँड्छ को मान्छे हो बाबा नाति उही घरमै पोहोर किन्दैको कति छोटो भइसक्यो थिएँ डल्लो न डल्लो देखिन्छ गएर धुने अनि 19 गते त हिँड्नु पर्ने छ 20 गतेदेखि स्कुल पठाउनु पर्ने 19 गते गएर 20 गतेदेखि जै कति गते जान्छ 1 यता हेर्नु न यता फागुन 1 गते होइन के अन्ना गति फोटो बनाउनु परेछ रिस उठ्दो आमा कता रहेछ भनेको अघि आपालाई मैले होइन खोइ मासतिर कुदो कि के हो कपाल बनाउँदै थियो भन्छ बसेकोमा आएर एकछिन सुति गएँ यहाँ सुतेर गोरु उ गर्नु भनेको सुत्छस् यहाँ गर्छ म त पल्लो घरको फोनमा बोल्नु भनेर गएको त होइन के पल्लोहरूकोसँग फोन गर्नु उल्टो नओर्नु नै टोपी अशुभ हुन्छ हौ यसरी यो बान्नु पऱ्यो टाउको दुख्छ अनि सुत्यो भने त्यो ज्वाइँ बसेको ठाउँमा निदाइ पुगेको छ खोले बोकेर आउँछ चप्पल खुट्टा अनुहार त बाल्टी ठडाउनु न किन लडाउनु भएको यो पानी झारेको एकपल्ट मै झारे मैले चप्पल कान यत्रो खाएछ आलु पोली खानु पर्यो म त भुप्रो भइरहेको छ गएर आलु अनि 1-2वटा मसिनो ठुलो खाने हौ सानो सानो यहाँ गोरु तान्दा आज लत्त नुम्रै लगिदियो के त 1-1 छाक 2-2 छाक तरकारी खानु लाग्ने के करेला चाहिँ नलाग्ने अब खनिएन त
कसले खनेर खने पनि उहीँबाट लान्छु हामी करेला अब अलिअलि त्यस्तो धेरै त नलाने सबै लुगाफाटै छ हाम्रो त्यति धेरै खालि लानु त मन लाग्छ लगेकोले सधैँभरि पुग्दैन के अलिअलि लाने त्यो गुन्द्रुकसँग लगाइदिन्छ त्यो पनि आधी आधी खाऊ यहाँ पनि लगाइदिन्छ आधी आधी खाऊ ल कति छ गुन्द्रुक प्लास्टिक पो छैन त उठा र त मकै पकाउनु पर्ने प्लास्टिक भेटिन त्यो त चटपटीको खोलमा भइहाल्छ नि सानोले ऊ राखिरहेको छ मकै त अनि त्यो ऊ पनि भुजुरीहरू पनि लगाइदिनु हुँदै थियो त मलाई छ त्यही भुजुरी चाना फाल्टै फाल्टै मिलाङ गएर सामान अब भोलि त झारिदिन्छु म राति हिँड्नुपर्ने छ अटो फिक्स गर्नुपर्ने छ यहाँ पर्सि चाहिँ होला हौ शुक्रबार भनेको होइन शुक्रबार त डल्ला ठोक्नु पर्छ भोलि आउँछ कान्छी त्यो तोरी हेर भइसक्यो कति आफ्नो यता थिन्छ कि कति दस तोरी पेल्नु लानु पनि तोरी माडेर हातै तुल्छ मेरो पो के गर्ने के खाएको हौ त्यस्तो कुलो यहाँ के देखाउनु पर्छ के खान्छ उताबाट हाम्रो खिच्दैछ ज्वाइँले चाहिँ के साह्रो हल्लिएछ क्यामेरा मधुरो त आयो त अहिले त क्यामेरा हल्लियो भने मधुरो आउँछ अब जहाँ पनि जान्छ राम्रो गरी बस खै के गर्ने बस्ने नि अब के गर्नु जागिर खोजेर गर भने त होइन मन त त्यतिखेर अनुहार गति यो लुङ्गी अस्तिको दिन लगाएको है मैले धोएर के गर्नु र ट्राउजर मात्रै लाउनु नि है लुङ्गी के लगाएको अप्ठ्यारो जाडो हुन्छ दुई सर लाउनु राति चाहिँ फुकालिदिन्छ सुत्छ ट्राउजर पनि फेर्ने लगाएको लसुन प्याज उखेलेर हिँड्यो सिस्नु घाडी घाँस त ठुलो भारी ल्याउनु हुँदो रहेछ त आपाले त झिक्रा मछा निन्द्रा पुग्यो मछाको भ्यागलाई दाउरा ल्याउनु लाग्यो मोटो दाउरा मरि ल्याएछ बसेको आन्द्रालाई लिएको यो खाङ न बुटेर पर पुरै उखालेछ त नि ऊ खेल्नु नै भनेको आमाले लसुन त उता आँटेको ल्याउनु नि यो भोटे लसुन ल्याएछ यही भनेको आमाले क्या किन यो मिठो हुँदैन यो झन् धेरै कलीले उता आँटेको भए चाहिँ यही उखेल भन अनि छ त हजुर बर्खे यो घर चाहिँ हाम्रो साह्रो यो छिरेछ नि बछेटाले होला है झ्याल लाउँदा नि यो अलिकति बनाउनै नजानेको नि पहिले अलिक राख्नुपर्ने नि त्यो के अरे च्यादर टाढो अनि ऊ चाहिँ छैन च्वाचेको खोर कता गयो यो च्वाचे सानो सुतिराख्छ आइज के ए यिनीहरू पनि बछेटाले हानेर मतान आमाको फुलहरू चाहिँ आमाले राम्रो फुलाएछ
म्याथ गएकै हो अनुहार गति हेर मति थुक्के ब्युटिफुल छ त ब्युटिफुल छ त कहिले आँखा पनि निको नहुने आँखाले त्यो साह्रो पारेछ ठोकिएर त्यो सुनपेराले कता हाल्नु थाल्यो फोटो लुङ्गी लाएर बनाएन अब ल लाग्यौँ है आमा अब आइयो 4 दिन बसियो खोइ बाजेको आशीर्वाद ओहो बाजेले दिनुभएको हो कसरी बोक्नु आफै गोजीमा राख न हामी अब गयौँ आपा अब बस्नु राम्रोसँगले जाडो छ हामी 19 गते जाने नि नातिको एक हप्ता 10 दिन छुट्टी सक्यो स्कुल अब जान्छौँ निस्किन्छौँ लङ टोइलेट आउँछ हिँड्ने बेलामा के भएको तँ नगर्नु त सक्नुहुन्न जोइले बोक्छ माइतबाट घर लाग्यो के गर्नु र माइत घर सधैँ बसिराख्नु मन लाग्छ बाध्यताले गर्दा छोडेर हिँड्नुपर्छ के गर्नु माइत घर मेरो आमाले पुऱ्याउनु जानु हुँदैछ हौ माथि लाग्यो अब माइत घर म पढेको स्कुल 5 कक्षासम्म पढेको स्कुल म तपाईँ र म बोक्नु त आमा झोला लरो हो ठाडै घरैमा ल उता जाँदा म बोक्छु